हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। म सन्चै छु, हजुरहरू पनि पक्कै सन्चै हुनुहुन्छ। म भने माइजूको घरमा छु। बिहानै उठेर म आएँ बाहिर निस्केर अब यताउता हेर्छु भनेको म त छक्क परे साथीहरू। यताउता त कोही देखिन्न, लाग्न त अब चैत लाग्न लागिसक्यो। अनि चैत लाग्न लागेको पनि यताउता कोही पनि नदेखिने। म त मनमा नै सोचे साथीहरू कि दाङका मान्छेले हाम्रो घर दाङ छ भनेर किन यत्रो नाक ठुलो पनि किन नहोस्, यतिको मान्छे त्यति देखिन गाह्रो पर्ने रहेछ साथीहरू। यस्तो बेलामा मुख पनि कसरी धुनु, त्यही भएर दाङ बस्ने मान्छेको नाक ठुलो हुने रहेछ भन्ने मैले सोचे। यो कुरा सोचेर भएन, अब म लाग्छु छोरातिर भनेर छोरा आउने गएको त छोरा त टिभीमा व्यस्त। यो सबै कुरा छाडेर हामी सबै लाग्यौँ बाख्रालाई कुर्रो छिन्न। साथीहरू, आजको दिनभरिको काम हाम्रो यति नै। आजको भिडियो यति नै। अब फेरि अर्को भिडियोमा भेट्नेछु। हस्त धन्यवाद।